एन्ड नमस्ते एभ्रिवान, सबैजनालाई चाहिँ स्वागत छ हाम्रो ब्लगमा। म चाहिँ सन्चै छु अनि तपाईँहरू पनि सन्चै हुनुहोला भन्ने अपेक्षा राख्दछु है। आज चाहिँ म चाहिँ यो दुईटा घरलाई चाहिँ समायोजन गर्ने तर्खरमा छु है। यो मेरो पछाडिपट्टि देखेको घरमा र त्यहाँ अगाडिपट्टिको त्यो घरलाई चाहिँ समायोजन गर्न गइरहेको छु गाइज म है। अनि यसमा नि रानी छैन, त्यो घरमा पनि रानी छैन। यसमा चाहिँ ब्रुड छ, अन्डाहरू पनि छ, रानी बनाउनलाई यसमा अन्डा पनि छ। अनि थोरै छ क्या, 2 फ्रेम मात्र छ। अहिले एकछिनमा देखाउँछु त्यो पनि। त्यसमा पनि 2 फ्रेम मात्र रहेछ। अनि त्यसको रानी नि उता अर्कोमा दिइसकेँ मैले। यसको चाहिँ हिजो सेल गरेर राखेको घर हो गाइज हो है त। अब यसलाई चाहिँ समायोजन गर्न गइरहेको छु। अब कसरी गर्नेवाला छु त्यो चाहिँ भिडियोमा हेर्न सक्नुहुन्छ। एकछिन हेरिराख्नु होला भिडियो है। अनि मन परेमा गाइज सब्सक्राइब बटन हान्न चाहिँ च्याप्पै चाहिँ नगर्नु होला है, कन्जुस चाहिँ नगर्नु होला। तपाईँहरूलाई अलिअलि इन्फर्मेटिभ लागिरहेछ भने चाहिँ। अनि यो समायोजनको पनि मेरो चाहिँ फर्स्टचोटि ट्राई गर्नु गइरहेको हो। कस्तो हुन्छ हेरेर चाहिँ साथ दिनु है गाइज ल। मेरो पनि फर्स्ट टाइम हो समायोजन चाहिँ, मैले अहिलेसम्म गरेको छैन। मेरो पनि फर्स्ट टाइम हो। अब चाहिँ लेट्स डु इट। थ्याङ्क यू। के अरे मौरी समायोजनको लागि चाहिँ हामीलाई यो पत्रिकाको चाहिँ आवश्यकता पर्ने हुन्छ। अब यत्रो धेरै त चाहिन्न होला हामीलाई। यसलाई बिचदेखि चाहिँ च्यात्नेवाला छु म है। र यसरी चाहिँ च्यातिसकेँ बिचबाट है, बिचबाट च्यातिसकेँ। अब चाहिँ यसमा अलिअलि यस्तो खालको मेरो पनि फर्स्ट टाइम हो, युट्युबबाटै सिकेँ गाइज मैले यो। ठिक छ, यसरी चाहिँ हल्का पुवाल पार्ने, पुवाल पारेर चाहिँ यिनीहरूलाई चाहिँ एक दिनमा चाहिँ लगभग यिनीहरूले गन्दा मेस ठिकै भएर बस्यो भने चाहिँ भइहाल्यो। लगभग पुवाल पनि परिसक्यो। अब यसको यहाँबाट चाहिँ यसरी गऱ्यो भने अब चाहिँ घरमै गएर हेरौँ है गाइज। अब साथीहरू यति थोरै मौरीहरू छ, यति जम्मा यति छ। 2 फ्रेम छ, राम्रोसँग 2 फ्रेम छ, नराम्रोसँग 3 फ्रेम छ। भर्नु पर्ने हुन्छ। अब यसलाई हटाएर ट्याक्क लगाएर यसलाई पनि हटाइदिन्छ हामीले यहाँबाट। यसलाई पनि हटाइसकेपछि हामीले चाहिँ यो अघि ल्याएको पत्रिकाको युज गर्नेवाला छौँ। यहाँ पत्रिकालाई यस्तै तरिकाले राखिदिनु पर्ने हुन्छ यहाँनिर। तल पनि यस्तै राखिदिन्छु म यसलाई। मिल्न नदियोस्, नलडोस् भन्ने हाम्रो मान्यता हो। Okay, and then we put other frame bees over here. Okay, we have the next weaker colony, just 2 frame, little bit 2 frame, and they are too much hungry, I know that. And now we're gonna put it in the next hive. Hey the guys, let's go. Wish me good luck है गाइज। जस नलडोस् यिनीहरू उता गएर। जस्तै राखिदिने है टक्क यहाँनिर। यहाँनिर है गाइज यसरी। अर्को पनि लैजाऊँ त। यसमा पनि छ क्या छन् त, यहाँ अलिकति छ। लास्टै विक भयो क्या। अन्त खाना नि खाइराखेन होला राम्रोसँग जस्तो लाग्छ मलाई। खाना नि पाइराखेन नि, बिचराहरू पनि छँदै छैन। कहाँबाट खाएको छैन, एउटा च्यापेर डेढ भइहाल्यो त्यहीँ। अलिअलि त छ नि त मौरीहरू। त्यहाँ गयो भने त वर्क, दे गना वर्क। अनि यसलाई चाहिँ यताबाट ट्रक्क लगाएर अब यति गरिदिइसकेपछि
यिनीहरू चाहिँ यहाँ यिनीहरूमा चाहिँ गन्ध ओसार पसार यतादेखि चाहिँ यिनीहरू चाहिँ बाँच्न पाएर चाहिँ यिनीहरू पनि यहीँको हो भन्ने तरिकाले बस्न सक्छ होला है मेबी। कस्तो हुन्छ अपडेट त म दिइराख्छु छु गाइज। यो चाहिँ मेरो तरिका हो, कस्तो लाग्छ कमेन्ट गर्नु नभुल्नु होला है। फेरि कमेन्ट चाहिँ गरिहाल्नु होला, यति पनि नहिचकिचाउनु। अब यो मौरीलाई त यहाँ छोड्ने कुरो त भएन, यो मौरीलाई पनि लैजानु पऱ्यो। एम गन मुभ देम अल इन आवर वर्ल्ड। डेली मौरीहरू चाहिँ मैले यसमा खोजालिदिइसकेको हो, चाहिँ साइडपट्टि गएर बसेँ यिनीहरू। यहाँ झरेको क्या। वी आर अबाउट टु इन्डको नजिक छौँ हामी। अब चाहिँ यता 2 फ्रेम छ, उता 2 फ्रेम छ। यिनीहरू अब बस्छ कि बस्दैन, के हुन्छ, मर्छ कि यिनीहरू लडेर झ्यामझुम भन्ने कुरा चाहिँ म तपाईँलाई 2 दिनपछि देखाउँछु, 1 दिनपछि देखाउँछु, भोलि देखाउँछु। लड्यो भने त भोलि नै चिलिङ च्याट हुन्छ, नलडेर बस्यो भने ठिक छ, राम्रो हुन्छ। पत्रिका राखेको त देख्नुभयो होला गाइज होइन। त्यो पत्रिका चाहिँ यसरी खाएर टक्क लगाएर यिनीहरू मिक्स भएर बसिसक्यो। अहिले चाहिँ अब यो एक कार भइसक्यो क्या यिनीहरू। अब अहिले भित्र कस्तो छ देखाउँछु ल। यिनीहरूलाई आज चाहिँ ओपन गर्न गइरहेको छु। टक्क 3टा मात्र फ्रेम राखिदिएको मैले। यसो चाहिँ मैले यतापट्टि राखेका फ्रेमहरू बिहानै हटाइदिइसकेँ। जे होस् आज चाहिँ बाक्लो तरिकाले बसिरहेको मौरीहरू, ठिक छ नि त, हो नि त। समय चाहिँ एकदम सक्सेसफुल भइसक्यो है गाई चाहिँ। यो पनि पुरा एकदम राम्रो खालको मौरी छ। यसमा ब्रुड पनि छ। यो ब्रुड भएको निस्किँदाखेरि चाहिँ झ्याममा हुन्छ। 3 फ्रेम झ्याममा राम्रो मौरी हानेको चाहिँ धेरै राम्रो हुन्छ पछाडिको लागि। यिनीहरूले रानी बनाउने तर्खर आफै गर्छ। मैले यिनीहरूलाई अब चाहिँ मैले जिस्काउनु है त। थ्याङ्क्स फर वाचिङ गाइज है।